आँखाबाट आँसु झारिरहेका बामाहरूको आँसु पुछेर मैले बिराएछु होला। विभेदमा परेकी चेलीका लागि न्यायको लागि आवाज उठाउँदा बिराएछु कि दुर्गममा अस्पताल बनाउँदा बिराए कि मैले भित्री मधेसमा बाढीले बगाएको बस्ती बनाउँदा बिगारे। मैले के बिगारे मैले आजसम्म पत्ता लगाउन सकेको छैन। मैले के खाइदिएँ मैले आजसम्म पत्ता लगाउन सकेको छैन। अब त एउटै कुरा मात्र बाँकी छ। अब मलाई म जिउँदो छु भन्ने कुराको पनि प्रमाण माग्नेछन्। मैले नेपाली नागरिकको सेवा गर्नको निमित्त आफ्नो जीवन समर्पण गरेको मान्छे हुँ। विदेशका युवाहरू आज कतिखेर विदेश जाने होला भनेर विदेशी दूतावासहरूमा लाइन लागेर बसेका छन्। नगन्य मान्छेहरू होलान् जो सुविधा सम्पन्न विदेशको जिन्दगी छोडेर आफ्नो देशमा फर्किएर आएका छन्। त्यसमध्ये म पर्दछु जस्तो लाग्छ। म विवादसँग डराउने मान्छे होइन। मलाई त देशै निकाल्न खोजेका मान्छेहरू पनि थिए, तर आज तिनीहरू कहाँ छन् मलाई थाहा छैन। म हरेक नागरिकको घरमा हरेक दुःख सुखमा पुगेको छु, पुग्छु र पुगिरहन्छु, कसैसँग परवाह नगरिकन।